होइन मैले कमाएर मलाई मेरो घर व्यवहार चलाउने होइन कि अब त कहाँ यार अब उसमा गयो कोरिया गयो मैले 5-6 लाख ल्याएँ दुबई गयो 7 लाख ल्याएँ कोरिया साउदी गएर 33 लाख पढाउँदै अरे जहाँ अब 2-3 लाखको किराना पसल त रहेछ त त्यहाँ त 72 सालको भुजलले घरै भत्काइदियो अब गाउँमा के गाउँमा है भत्काइदियो नि त सबै भत्काइदियो अनि त्यो बनाउँदाखेरि त्यसले त नपुग्ने हेर्नुहोस् अनि थपेर खाता नै शेष गरेर जति लगाएको छ नि छोराले किनिदिन्छ यो औँठी यो घडी छोरीले पठाएको कोरियाबाट यो औँठी छोराले पठाएको जापानबाट पैसा दिएको के पैसा अनि मेरो त 8 दिन कमायो भने उनीहरूको छ नि अरे म पनि दिन्छु भन्छ त्यस्तो हुन्छ होइन बेलामा बिउ छरे भने चाहिँ राम्रै हुँदो रहेछ बिउ छरे होइन बिउ छरे ठाउँमा पुऱ्याउनु पर्छ बिउमा त छर्नु त ठुलो कुरै भएन उम्रिन्छ नि उम्रिन्छ भनेपछि मामाश्रीले चाहिँ जग्गा चाहिँ अलिकति मलिलै छानेर मजाले नै अलिकति धेरै मेहनत एकदम जाने हजुर सुनेर मैले गफ गरेको त्यतिकै ठट्टा गरेको मामा है हाम्रो बुढीहरूले मान्छेले सेनेको भएर आउँछ केटाहरूले त मान्छेले सेनेको भएर आउँछ होइन फेरि केटाहरू देखेर गयो भने त घरबाट काठमाडौँ घर छ नि त 2 जना उहाँको बुढीको पनि घर छ मेरो पनि घर छ होइन मान्छेले लग्यो भने त उनीहरूले त लगोस् म पठाउँछु भनेको रमाइलो हामी त रमाइलो गर्छ नि त रमाइलो